हेलो गाइस, सो आज चाहिँ हामी खर लिन जान लागिरहेको छौँ र खर लिन चाहिँ धेरै टाढा छैन, धेरै नजिकै हो र हजुरहरू सबै सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथ म चाहिँ आइसकेको छु। अबको 3-4 मिनटमा म ऊ ठाउँ पनि पुग्ने छु। फाइनली गाइज, अहिले चाहिँ म लिन आइसकेँ। एउटा यहाँनिर छ र अरू उता अघितिर पनि छन्, धेरै ठाउँ छ। अब चाहिँ गाइज यही भारी उठाएर म हिँड्न लागिरहेको र सक्छु कि नै बोक्न भन्ने हो। नाङ्लो पनि लगाइसकेँ है। सो गाइज, म चाहिँ अहिले भारी बोकेर हिँड्न लागिसकेँ है। र यसरी बोक्नु पर्छ गाउँमा त काम पनि होइन। तपाईँहरू जस्तो हजुरहरू पनि गर्नुहुन्छ होला। गाउँले जीवन यस्तै हो हजुर। अबबाट फेरि कामको थालनी भइसक्यो। फेरि मेरो मम्मी चाहिँ अघि गइसक्नु भएको छ होइन। अब जहाँ चाहिँ मम्मीलाई चाहिँ भेटाउनु पर्ने छ। म चाहिँ मम्मीलाई भेटाउनको लागि बहुत दौडिरहेको छु कि, तर पनि भेटाउनै सकेको छैन कि। बहुत उकालो हो यार बाटो। मेरो मम्मी चाहिँ त्यहाँ जानु गइसक्नु भएको छ भारी बोकेर। म चाहिँ हल्का पछि नै छु। हामी चाहिँ होइन गाइज, अहिले चाहिँ म गोठालो जान लागेको है। बाटोघाटोमा यति धेरै गाई बाख्रा लिएर जान्छु म चाहिँ। हजुरहरू कसरी जानुहुन्छ होइन? हजुरहरूको पनि अब टाइम त भइसक्यो होला गोठालो जाने। यस्तो छ कि पुरै मैले लानुपर्ने चाहिँ उताको टाढाको जङ्गल हो। र यहाँनिर चाहिँ दुईवटा बाटो छ। अब मैले चाहिँ तल्लो बाटो लिएर जान्छु र माथि बाटोको बाटो चाहिँ लान पनि मिल्छ, तर उताबाट चाहिँ धेरै टाढा भएको हुनाले चाहिँ मैले लाँदिनँ। तलबाट चाहिँ मलाई छिटो पनि र छरिटो पनि हुने भएकाले तलबाटै लान्छु। र तलबाट लग्यो भने गाई बाख्राले पानी पहिले नै खान पाउने भए। त्यही भएर उता हो कि गाइज मैले लानुपर्ने चाहिँ हो, यहाँनिर यो जङ्गलमा। अनि कति टाढा छ देख्नुभयो? अब यहाँ सिधै छैन के बाटो होइन। अब यताबाट भित्र गएर भित्रबाट बाहिर आएरै हो। अब त्यसपछि आफू पनि हिँडियो र सँगसँगै हजुरहरूलाई पनि स्वागत छ भन्दै फुल भिडियोतर्फ जाउँ। नि सर्प कति ठुलो सर्प रहेको छ उता चाहिँ। गाइज, फाइनल्ली हामी चाहिँ अब घर जान लागेको है। अब टाइम पनि 4 बजेर 15-20 मिनट गइसकेको रहेछ। अब चाहिँ हामीहरू अब गाई लिएर घर जानुपर्छ। 6 बजेसम्म चाहिँ पुगिन्छ। गाई चाहिँ धेरै अगाडि नै गइसकेको छ। म चाहिँ यहाँ पछाडिबाट जान लागेको छु, किनकि यहाँ एउटा सानो छोटा एउटा गाई राखेको थियो र उसलाई लिएर ऊ चाहिँ हल्का तलदेखि गएको छ। म चाहिँ बिचदेखि जाँदैछु, किनभने बिचमा पनि